आज हामी वर्ल्डको दि मोस्ट सिनिक ड्राइभको लागि जाँदैछौँ। 6 घण्टाको यो जर्नीमा हामी देख्नेछौँ इन्सेन्ट ब्लू लेक्स, म्यासिभ माउन्टेन्स र न्युजिल्यान्डको सानो सानो भिलेजेसहरू। स्वागत छ साथीहरू यो एपिक जर्नीमा। स्वागत छ न्युजिल्यान्डमा। अहिले चाहिँ हामी क्राइस्टचर्च बोटानिकल गार्डन भन्ने ठाउँमा आएको छौँ। यो चाहिँ सिटीको बिचमा रहेको एउटा ठुलो पार्क रहेछ र यहाँ चाहिँ ठुल्ठुलो ट्रिजहरू र एक प्रकारको बर्ड स्याङ्चुरी जस्तो रहेछ यो ठाउँ। त्यही भएर सो लेट्स सी के छ यो ठाउँमा, एक्सप्लोर गरेर हेरौँ। What do you think this is? I have no idea. Hippo? Doesn't look like a hippo. It does look like a hippo. So whatever it is, one good thing going on with this one is very thick. That's good. Who's your friends? Or is that your buzz? I kind of like it, Fatso. So हामी अब बोटानिक गार्डनबाट निस्केर सिटीतिर जाँदैछ, सिटी एक्सप्लोर गर्नलाई। वान थिङ वी डिडन्ट एन्टिसिपेट वाज द कोल्ड। यस्तो चिसो छ यहाँ, यस्तो चिसो छ होइन। हामी म्याक्सिमम 15-20 मिनट बस्यौँ होला यहाँ। सो हामी बस्न सहन नसकेर अब जाँदैछ। हामीले यति चिसो हुन्छ भनेर सोचेको थिएन। मेलबर्न चिसो जस्तो लाग्थ्यो, क्राइस्टचर्च त्यसको डबल चिसो रहेछ। सो एनिवेज वी आर वार्म नाउ, सो विल सी यु इन द सिटी। अहिले चाहिँ हामी डिनरको लागि आछौँ। सो डिनरको लागि चाहिँ एउटा यहाँ रेस्टुरेन्ट रहेछ, इटालियन रेस्टुरेन्ट फ्रान्चेस्का भन्ने। भाइब एकदम राम्रो छ यहाँनिर। यहाँ ओपन फायर वुड फायर पिज्जा पनि रहेछ अनि एकदमै राम्रो एम्बियन्ट भाइब लाग्यो। त्यही भएर सो फुड कस्तो थाहा छैन, तर एम्बियन्स चाहिँ एकदमै राम्रो, सर्भिस पनि एकदम राम्रो लाग्यो। सो विल सी हाउ द फुड इज। सो हाम्रो पिज्जा चाहिँ आइसक्यो, अरू खानेकुरा आउन बाँकी छ। तर दिस लुक्स मच डिफ्रेन्ट देन what I used to. अलिक फरक लाग्यो मलाई यो पिज्जा चाहिँ। We're not going to spend too much time in Christchurch. यो चाहिँ एउटा सानो स्निपेट मात्रै हो। हामी चाहिँ मेन एक्टिभिटी चाहिँ हाम्रो रोड ट्रिप हो फ्रम क्राइस्टचर्च टु क्विन्सटाउन। सो we're going to focus on that. तर अहिले क्राइस्टचर्चलाई भन्नुपर्दा चाहिँ एकदमै चिल भाइब जस्तो लाग्यो मलाई। अलि स्मल टाउन भाइब लाग्यो मलाई क्राइस्टचर्च। एकदम वकेबल सिटी, एकदमै इजी विथ फ्यामिली। बच्चाहरू हुँदाखेरि यताउति लिएर हिँड्दाखेरि चाहिँ एकदम वकेबल भए भएर पेडेस्ट्रियन क्रसिङहरू यताउति गाडीको चिन्ता नगर्नु पर्ने। सिटी एक्सप्लोर गर्नलाई गाडी पनि नचाहिने, यहाँनिर चाहिँ हिँडेरै पनि जता पनि जान सकिने, राम्रो राम्रो रेस्टुरेन्टहरू बजारहरू जान सकिने भए भएर इट्स प्रिटी गुड। We have just left Christchurch. So Christchurchमा चाहिँ हामीले अलमोस्ट 2 दिन बितायौँ र अहिले चाहिँ हाम्रो एक्चुअल रोड ट्रिप सुरु भयो। सो according to the map, gonna take about 6 hours to get to Queenstown. But like I said, we're gonna stop in different places and then visit different areas. So it's gonna take a little bit more than that. So Christchurch को बारेमा भन्नुपर्दा चाहिँ Christchurch चाहिँ मलाई एकदमै चिल र एकदमै राम्रो सिटी लाग्यो, किनकि इट्स भेरी वकेबल। ठाउँहरू पनि एकदमै क्लोज डिस्टेन्समा भएको अनि प्लस अलिकति नेपालको जस्तो फिलिङ आयो मलाई चाहिँ क्राइस्टचर्चमा। एकदम चिसो ठाउँ र वरिपरि माउन्टेन्सहरू भएको सानो भ्यालीमा जस्तो इन्क्लोज सिटी जस्तो लाग्यो। You can already see the scenery has completely changed. So the reason I call this the most scenic drive in the world is because of this mountains and the landscape here. फाइनली यो जेरल्डिन भन्ने ठाउँमा आइपुगेको छौँ। जेरल्डिन चाहिँ सो इभन दो इट लुक्स लाइक अ भेरी स्मल टाउन, यो चाहिँ एकदमै हिस्ट्रीले भरिएको ठाउँ। यो चाहिँ 1800मा एज अ सानो यो टिम्बर र फार्मिङ गर्ने टाउनको रूपमा सुरु भए पनि अहिले चाहिँ एक प्रकारको एउटा कनेक्सनको रूपमा काम गर्छ यसले। कनेक्सन एज इन लाइक कनेक्सन बिट्विन क्राइस्टचर्च एन्ड क्विन्सटाउन। सिपहरू चाहिँ खुब पाल्दो रहेछन् यहाँ र फार्मिङले चाहिँ ठुलो हिस्सा गरेको चाहिँ यहाँको इकोनोमीको। सो सिप काउजहरू चाहिँ धेरै रहेछ यहाँनिर। सो इट्स अ भेरी क्वाइन्ट ब्युटिफुल ठाउँ। यो चाहिँ एउटा सर्ट क्विक स्टप ओभरको लागि चाहिँ राम्रो रहेछ ठाउँ।
सो 2 दिन भयो न्युजिल्यान्ड आएको तर मलाई चाहिँ अर्को फरेन कन्ट्री गएको जस्तै फिल भइरहेको छैन कि सो इभन दो टेक्निकली इट्स अ न्यू कन्ट्री तर हामीलाई चाहिँ के लागिरहेको छ भन्दाखेरि इट्स जस्ट लाइक अनदर स्मल अस्ट्रेलियन टाउन यसो यतापट्टि हेऱ्यो बनिक्स देखिन्छ यतापट्टि हेऱ्यो केमिस्ट वेयर हाउसहरू देखिन्छ होइन त्यसले गर्दाखेरि चाहिँ नयाँ कन्ट्रीमा आएको जस्तै फिल भइरहेको छैन कि तर डिफ्रेन्स चाहिँ के छ भन्दाखेरि नेचुरल ब्युटी चाहिँ धेरै डिफ्रेन्स छ यहाँनिर नेचुरल ब्युटी चाहिँ एकदम डिफ्रेन्ट टाइपको अस्ट्रेलिया चाहिँ म लाइक डेजर्टी छ भने यो चाहिँ माउन्टेनस ग्रिन त्यस्तो खालको लाग्यो मलाई एकदमै राम्रो छ ठाउँ विल कन्टिन्यू आवर जर्नी फ्रम हियर सो हाम्रो स्टप पनि सक्यो अब हामी लाग्छौँ मोस्ट प्रोबेबली हाम्रो नेक्स्ट स्टप चाहिँ 1.5 hour लेटर लेक टेकापो विच हेज अ एक्सिलेन्ट सिनरी सो लेट्स गो New Zealand is so empty. Sheep outnumber people by 1:5. त्यसको मतलब के हो भने एउटा मान्छेको बराबर 5वटा sheep छ यहाँ ठाउँमा. So that's the situation here. I can actually see it because the whole area is all cattle farm. So 2.5 hours in. एउटा फेमस यहाँको एउटा बेक हाउस रहेछ त्यसले गर्दा चाहिँ हामी यहाँ रोकेको हामी अहिले भर्खर जेरलिनमा एकछिन आधी घन्टा जति रेस्ट गरेर अनि रफली अराउन्ड 45 मिनट जति ड्राइभ गरेर हामी यो टाउनमा आएको यो टाउन चाहिँ यस्तो छ यो पनि एकदम स्मल टाउन हो जेरलिन जस्तै खालको र हामी रिजन हामी यहाँ रोकेको चाहिँ एउटा स्टप पनि हो अर्को चाहिँ यो ठाउँको नाम यो चाहिँ फेयरली बेक हाउस एकदमै पपुलर रहेछ यहाँ मान्छेको धेरै थाहा हुन्छ र हामी चाहिँ यहाँभित्रको पाई ट्राई गर्न जाँदैछौँ यहाँ निकै धेरै मान्छे छ यहाँभित्र लाइन पनि हेर्दा थाहा हुन्छ सो यहाँभित्र पाई ट्राई गर्न जाँदैछ हामी चाहिँ हेर्ने लाइन पनि छ मान्छेको भिड सो खानेकुरा पनि मिठै होला सो हामीले हाम्रो फेयरलीको स्टप पनि अब यहाँ सकियो हामीले यहाँको फेमस पाई पनि खायौँ र इट वाज भेरी गुड सो यो इन्टरनेटको एउटा राम्रो फाइदा चाहिँ के छ भन्दाखेरि यस्तो हिडन जेमहरू चाहिँ छुट्दैन क्या नत्र अब यस्तो यो फेयरली भनेको एकदमै हाम्रो रेडारमा परेको टाउन पनि थिएन किनकि हामी क्राइस्टचर्चबाट क्विन्सटाउन जाँदै थियौँ र यति धेरै रिमार्केबल ठाउँ पनि होइन कि यो त्यस्तो रोकेर डुलौँ एक्सप्लोर गऱ्यौँ भन्ने ठाउँ पनि होइन यो हामी इजिली मिस गर्थ्यौँ होला तर इन्टरनेटले गर्दाखेरि चाहिँ थाहा भयो जस्तै हाम्रो उता क्विन्सटाउनमा पनि एउटा फर्क बर्गर भन्ने छ अरे जुन चाहिँ एकदमै फेमस छ अरे एकदम राम्रो छ अरे भनि सुनेको छौँ र त्यस्तै यो पनि फेमस भयो र हामीले ट्राई गरेको त्यसले गर्दाखेरि ठाउँ पनि देखियो र खानेकुरा ट्राई पनि गरियो र खाँदाखेरि पनि राम्रो ठाउँमा आएर खान पाइयो त्यही भएर आइ एम प्रिटी ह्याप्पी र अब हाम्रो जर्नी फेरि कन्टिन्यू हुन्छ सो विल प्रोबब्ली स्टप इन अ लेक कल्ड द लेक टेकापो एन्ड देन विल एक्सप्लोर द प्लेसेस देयर र या अहिलेलाई चाहिँ लेट्स गो थ्री आवर्स इन्टु द ड्राइभ 3 घन्टा भयो हामी हिँडेको र हामी लेक टेकापोमा छौँ यो चाहिँ हाम्रो मेजर स्टप र यसमा चाहिँ मैले एउटा इन्ट्रेस्टिङ कुरा देखेँ यहाँ चाहिँ एउटा काइन्ड अफ अब्जर्भेटरी जस्तो रहेछ क्या हुन त यहाँनिर एउटा ठुलो बजार जस्तै रहेछ म देखाउँछु यसो वरिपरि होइन यहाँ एउटा मोटेल पनि छ मान्छे इफ यु स्टे हियर ओभरनाइट यो पनि छ यहाँ राम्रो रेस्टुरेन्टहरू पनि रहेछ यहाँनिर यहाँ त्यस्तो रेस्टुरेन्टहरू छ होइन अनि एउटा एक प्रकारको क्याराभ्यान पार्क जस्तो पनि रहेछ कि यो अनि त्यहाँ तल एउटा सपिङ सेन्टर पनि छ होइन र यतापट्टि त लेक भइहाल्यो लेक भ्यू यतापट्टि छँदैछ र मेन एट्र्याक्सन मलाई यहाँ अलिकति इन्ट्रेस्टिङ लागेको चाहिँ यो ठाउँ हो क्या यो चाहिँ एक प्रकारको अब्जर्भेटरी स्ल्यास रेस्टुरेन्ट स्ल्यास गिफ्ट सप जस्तो रहेछ र यहाँभित्र चाहिँ धेरै इन्ट्रेस्टिङ कुराहरू रहेछ म चाहिँ भित्र गएर देखाउँछु है के छ भनेर यहाँ पछाडि यो बिग जायन्ट एस टेलिस्कोप र यहाँबाट चाहिँ यिनीहरूले स्टार गेजिङहरू गर्दा चाहिँ एक्चुअल साइन्टिफिक प्रोजेक्ट जसरी नै गर्दा रहेछन् So there is a interesting statue here. यो चाहिँ एउटा कुकुरको स्ट्याचु देख्दैछु म र यो तल लेखेको यो प्लाक अनुसार चाहिँ यो कुकुरको स्ट्याचु चाहिँ इन अर्डर अफ सो एउटा कुली डगलाई अनर गर्न राखेको जुन चाहिँ फार्मिङको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ यो डगहरू चाहिँ भेडा चराउनदेखि लिएर अरू ठुल्ठुलो क्याटलहरूलाई म्यानेज गर्न चाहिँ यो डगहरूले धेरै इम्पोर्टेन्ट रोल खेल्ने भएर एउटा फ्यामिलीले चाहिँ यो स्ट्याचु उनीहरूको अनरमा हामी चाहिँ अहिले यो लेक टाकेपो भन्ने ठाउँमा छौँ यो ठाउँ राम्रो ब्युटिफुल चाहिँ एकदम ब्युटिफुल छ होइन तर प्रब्लम भनेको चाहिँ एकदमै टुरिस्टी रहेछ यो ठाउँ एकदमै टुरिस्टी त्यसले गर्दाखेरि हिँड्न पनि अप्ठ्यारो हुने गरी टुरिस्टी रहेछ
तर ओभरअल ठाउँ चाहिँ एकदमै राम्रो नेचुरल ब्युटी लेक्स माउन्टेन्स एकै ठाउँ भएको होइन तर आउँदाखेरि चाहिँ विचार पुरा आउनु कि तपाईँहरूलाई फोटोसोटो खिच्न मन छ यताउति छ भने चाहिँ धेरै नै गाह्रो हुन्छ यो ठाउँमा अदरवाइज इट्स गुड No, I can't breathe. You're not right for me. But here I am staying. It's fine. यो चाहिँ हाम्रो हाफवे पोइन्ट हो अब यहाँबाट क्विन्स टाउन चाहिँ एप्रोक्सिमेटली 3 आवर्स जति ड्राइभ बाँकी छ यु क्यान सी फ्रम द कार कि हामीले धेरै ड्राइभ गरिसकेको छ भनेर बेला बेलामा अलिअलि अफ रोड पनि जानु परेको थियो if you can see or not in that distance त्यहाँ चाहिँ एउटा ठुलो एकदम टल माउन्टेन छ क्या त्यहाँनिर आई डोन्ट नो वाट द्याट इज सो न्युजिल्यान्डको सबभन्दा टलेस्ट माउन्टेन चाहिँ माउन्ट कुक हो होइन त्यो माउन्ट कुक हो कि जस्तो लाग्छ मलाई तर आई माइट बी रङ तर एकदमै ठुलो छ क्यामेराले चाहिँ जस्टिस गर्दैन किनकि एकदम लाइट एकदम आज सनी डे भएर एकदम एक्सपोजर धेरै छ तर त्यो माउन्टेन चाहिँ एकदम राम्रो लाग्यो मलाई यो लेक पहिलाको भन्दा नि मलाई बेटर लाग्यो किनकि थोरै मान्छे छ यहाँ प्लस माउन्टेन टक्क ब्याकड्रपमा एकदमै राम्रो एकदमै सिनेमेटिक भ्यू We are finally here in Queenstown. हामीले भिडियो चाहिँ खिच्न मिलेन क्विन्सटाउन अराइभ गर्दा किनकि इट वाज very dark. It's very nice actually. It's very spacious and nice and we have some cupboards here. It's got some laundry and safe and some hangers and a nice mirror with some other space here. A nice TV and we have double beds actually. And this is a lake view भन्ने सुनेको छु मैले सो we'll check it out in the morning के भ्यू देखिन्छ यसबाट र अब जाउँ बाथरुमतिर सो बाथरुम हेरौँ कस्तो छ बाथरुममा चाहिँ that's the vanity nothing fancy but it's very spacious and this is the shower यो होटल रुम देखाएको चाहिँ किन भन्दाखेरि लास्ट होटल रुम जो हामी क्राइस्ट चर्चमा बसेका थियौँ त्यो होटल रुम चाहिँ एकदमै हाँसो लाग्ने थियो क्लोजेट जत्रो रुम थियो त्यसमा 2टा क्विन बेड अटाएको थियो तिनीहरूले र बाथरुम चाहिँ त्यो एयरप्लेनको बाथरुम जस्तो थियो भित्र सिधै अन्त्य हुने खालको थियो अनि इट वाज भेरी ब्याड एकदमै खराब थियो लगेज राख्यो भने हिँड्ने ठाउँ पनि हुँदैन त्यस्तो थियो सो इन कन्ट्रास्ट दिस वान इज फार बेटर सो त्यही भएर मैले देखाएको सो विल सी यु टुमोरो मर्निङ व्हेन वी गो आउट टु भिजिट क्विन्सटाउन